Australian universities are rejecting Nepali students. Hello everyone, this is Shaurya Thapa from EduConnect Nepal. I'm Sarfaraz Akhtar. I look for Australia in EduConnect. So today we are going to talk about how Australian universities are maybe secretly trying to ban Nepali students in Australia. So नेपालको असेसमेन्ट लेभल घटेदेखि चाहिँ हैन एकदम म्यासिभ रिफ्युजल भइरहेछ नेपाली स्टुडेन्टहरूको केसमा पर्फेक्टली राम्रो फाइलहरू पनि यत्तिकै फ्यालिदिरहेको छ त्यसको मेन रिजन चाहिँ के होला सो फर्स्ट थिङ होइन तपाईँले हेर्नुभयो भने अहिले म्यासिभ रिजेक्सन नै अब फ्रडुलेन्ट डकुमेन्टहरू भेटेर भएको थियो त्यो भइसकेपछि एउटा युनिभर्सिटीमा नि क्वेसन मार्क उठ्छ इमिग्रेसनबाट चाहिँ किनकि अब फर्स्ट अप्रुभल स्टेज भनेको जिएस स्टेज हुन्छ फाइनेन्सियल डकुमेन्ट्सहरू त्यसमा एसेसमेन्ट हुन्छ अनि युनिभर्सिटीले फ्रडुलेन्ट डकुमेन्ट नभेटाइसकेपछि त युनिभर्सिटीमा क्वेसन हुन्थ्यो नि त सो युनिभर्सिटीले चाहिँ आफ्नो जिएस क्राइटेरियाहरू चाहिँ स्ट्रिक्ट गर्यो सो द्याट एभ्री लिगल कम्प्लायन्सहरूबाट चाहिँ डकुमेन्टहरू प्रोसिड होस् अनि अब यो असेसमेन्ट लेभल चाहिँ 3 नै रहिरहन्छ कि नेपाल कि चेन्ज हुन्छ कि के छ सो त्यो ठ्याक्कै प्रेडिक्ट गर्नु चाहिँ सकिन्न तर क्वालिटी अफ फाइल्सहरू बढ्यो भने राम्रो भिजा ग्रान्टहरू भयो भने नेपालको फाइल्सहरू चाहिँ अलिकति इमिग्रेसनमा पोजिटिभ साइनहरू देखियो भने चाहिँ अभियसली लेभल 2 त भइहाल्छ कहिले कहिले हुनसक्छ यो चाहिँ सो अब एक्ज्याक्टली प्रोजेक्सन यही डेटमा हुन्छ भनेर त हुँदैन नम्बर अफ फाइल्समा चाहिँ डिपेन्ड गर्छ तपाईँको क्वालिटी फाइल्स अब उनीहरूले चाहिँ राम्रो फाइलहरू नेपालबाट एसेस गरिरहेछ अनि भिजा ग्रान्टहरू राम्रो भइरहेको छ ल फ्रडुलेन्ट डकुमेन्टहरू बोगस डकुमेन्टहरू केही भेटिएन भने चाहिँ आई थिङ्क द्याट विल बी सिफ्ट फर नेपाल सो युनिभर्सिटीले चाहिँ यो जिएस रिक्वायरमेन्टमा सबैभन्दा हेर्ने कुरा चाहिँ खासमा के हो सो हरेक युनिभर्सिटीको चाहिँ आफ्नो रिक्वायरमेन्ट्स हुन्छ अब फन्डिङ देखाउनमा फन्डिङ देखाउँदाखेरि चाहिँ 1 वर्षको उसको टोटल फन्डिङ चाहिँ पुगेको हुनुपर्छ सो सेम एज एनुअल इन्कम देखाउँदाखेरि चाहिँ उनीहरूको अब युनिभर्सिटीले यति नै क्राइटेरिया एउटा सेट गरेको हुन्छ त्यो एनुअल इन्कम चाहिँ स्टुडेन्ट पुगाउनु पर्ने हुन्छ सो द्याट डिपेन्ड्स अब सिङ्गल एप्लिकेन्ट छ भने अब 25,000 अब म्यारिड एप्लिकेन्ट छ भने 25 to 30,000 सो द्याट रियली डिपेन्ड्स अपन द युनिभर्सिटी वी आर चुजिङ यो एनुअल इन्कम भनेको चाहिँ के हो सो अब एनुअल इन्कम भनेको अब जस्तो कि मैले 25 लाख एनुअल इन्कम देखाउनुपर्छ 28 लाख एनुअल इन्कम देखाउनुपर्छ भनेर भन्छु नि त्यसरी चाहिँ के हुन्छ भन्दाखेरि 25 लाख एनुअल इन्कम देखाउँदाखेरि हरेक स्टुडेन्टको 25 लाख नै पुग्छ भन्ने त हुँदैन नि त सो सजिलो कहाँ गरिदिएको छ भन्दाखेरि 70% अफ एनुअल इन्कम क्यान बी स्पोन्सर्ड बाई प्राइमेरी स्पोन्सर र 30% चाहिँ सेकेन्डरी स्पोन्सरले चाहिँ स्पोन्सरसिप गर्न मिल्छ अनि यो प्राइमेरी स्पोन्सर र सेकेन्डरी स्पोन्सर भनेको चाहिँ के रहेछ स्टुडेन्टको जहिले पनि प्राइमेरी स्पोन्सर भन्ने उसको प्यारेन्ट्स हुन्छ है सो सेकेन्डली उसको प्राइमेरी स्पोन्सरमा चाहिँ गर्ने भनेको युनिभर्सिटीले आफ्नो ग्रान्ड प्यारेन्ट्सलाई हो सो सेकेन्डरीमा भनेको चाहिँ उता अरू सेकेन्डरी पार्टको रिलेसनसिपमा पनि भने मामाहरू अङ्कलहरू मेटरनल प्यारेन्ट्सहरू सो सिब्लिङ पनि हुन्छ तर सिब्लिङको केसमा चाहिँ युनिभर्सिटी अनुसार चाहिँ फरक पर्छ कुनै युनिभर्सिटी सिब्लिङले एज अ प्राइमेरी स्पोन्सर पनि लिनु सक्छ र कुनैले सेकेन्डरी स्पोन्सरसिप भनेर पनि लिनु सक्छ यो एनुअल इन्कममा चाहिँ के पर्छ सो एनुअल इन्कममा जस्तो कि फरेन इन्कम स्यालेरी बिजनेस हाउस रेन्ट ल्यान्ड लिज पेन्सन इन्कम भेहिकल इन्कम एग्रिकल्चर इन्कम सो हरेक यो इन्कमहरू चाहिँ हामीले एज अ इन्कमको सोर्स हो भनेर देखाउन सक्छौँ तर अब जस्तो कि पर्टिकुलरली कुरा गर्ने हो भने जस्तो बिजनेस देखाउनुहुन्छ भने बिजनेस कसरी भेरिफाई गराउने त त्यसको प्रपर डकुमेन्टेसन चाहिन्छ अब स्यालेरी कसरी भेरिफाई गराउने लाइक अब कम्पनीबाट स्यालेरी सर्टिफिकेट ट्याक्स क्लियरेन्स सर्टिफिकेट ब्याङ्क स्टेटमेन्ट प्यान कार्ड सो आफ्नो चेकलिस्ट चाहिँ हुन्छ हरेक डकुमेन्टको भेरिफाई गर्नु अनि त्यो चाहिँ सपोर्टिङ डकुमेन्टहरू हालेपछि चाहिँ त्यसलाई जेन्युइन भन्न मिल्यो Yes, exactly. So yeah, these are the things that you need to be careful about while applying for Australia. If you like this kind of content, then don't forget to like, share, and subscribe. And if you have any queries, please comment down.